गुड मर्निङ है, म कान्छाबा बोल्दैछु। आज हामीहरू सब परिवार चाहिँ भ्रमण गर्न जाँदैछौँ। टुर हो, हामी सौरासम्म पुग्नेछौँ र बिच बाटोमा चाहिँ तपाईँहरूलाई चाहिँ त्यहाँको दृश्यहरू के कस्ता छन् भनेर चाहिँ देखाउँदै जानेछौँ। अब हाम्रो यात्रा चाहिँ घरबाट सुरु भएर अब बुटोलतर्फ लाग्यो। चौडा पुगेपछि चाहिँ कता कता जानुपर्छ त्यहीबाट देखाउने छु। भुँडी मात्रै देखिनेछ ल। यो चौडा आइपुग्यौँ। अब हाम्रो यात्रा चाहिँ यहाँबाट राइट टर्न भएर जान्छ। यो चाहिँ बुटोलको चाहिँ चौडा पूर्व पश्चिम उत्तर दक्षिण जाने बाटो हो। अब हामी चाहिँ ल झट्ट पूर्व लाग्यो है। अब पहिले धेरै वर्ष भयो म यो बाटो नहिँडेको। यो अहिले चाहिँ बाटो कस्तो छ, कति समय लाग्छ त्यो पनि चाहिँ अपडेट गराउने छु। यो चाहिँ बुटोलको चौडा हेर्नु चाहिँ ल साथीहरू, हामी चाहिँ दाउनेको उकालो लाग्यौँ है। अब बाटोहरू कस्तो छ यताउति, यहाँसम्म त राम्रै छ, योभन्दा उता चाहिँ कस्तो छ हेर्दै जाऊँ कस्तो हुन्छ। अगाडि ट्रक परेको छ, बाटो घुम्टी छ, दुखै छ साथीहरू। साइकलमा के अरे घाँसको भारी। यता फेरि त्यो रमाइलो छ, साइकलमा चाहिँ डाँडासम्म चाहिँ साइकल लिएर गयो, घाँस काट्यो अनि साइकलमा घाँस लिएर आयो। ल आजभोलि त सरर रहेछ, पहिले कति दुःख थियो यहाँ। ल हेर्नु न घुम्ती कति मजाको छ। ल हेर्नु लामा लामा ट्रकहरू बसहरू आइराखेका छन्। अब डाँडातिर उकालो चढियो, अप एन्ड डाउन गरेर चाहिँ 13 किलोमिटर छ यो। अब चाहिँ माथि डाँडामा गएपछि कस्तो छ त्यहाँको माहौल देखाउने छु है साथीहरू। ल साथीहरू, यी दाउनेको डाँडामा आइपुग्यो है। ल दाउनेको डाँडामा मास्तिरपट्टि यस्तो पहिरो चाहिँ ल पर्खाल लगाएको छ। यता बायाँ साइडतिर होटलहरू छन्। काम चाहिँ धमाधम हुँदैछ। भ्याउने कहिले हो थाहा चाहिँ छैन। अब हामी दाउनेको ओह्रालो लाग्यौँ है साथीहरू। हेर्नुहोस् अब कस्तो छ दाउनेको ओह्रालो। योभन्दा अलिक वर्स छ भने तपाईँले देखाउनु। हेर्नुहोस् त मार काम गरेको छ नि, वर्क इन प्रोग्रेस भनेको यही हो। ल ओह्रालो अब दुम्की बास काटियो। यताको बाटो चाहिँ दाहिने बायाँ हरियाली वन जङ्गलहरू, सालको रुखहरू। हेर्नुहोस् त बाटो पनि सल्ल अहिले त विदेशमा हिँड्यो जस्तो छ साथीहरू। ल हेर्नुहोस् सल्ल ल ल ल ल ल ल ल यस्तो पो छ त हो गाँठे। पहिले यहाँ आइपुग्नलाई चाहिँ 2 घन्टा लाग्थ्यो भने अहिले त 1.5 घन्टा पनि नलाग्ने रहेछ। ल बाइकले उछिने अब बाइकले है राम्रोसँग हिँडै यहाँ ठोक्कै जग्गा फेरि यार छैन। अहिले चाहिँ मुङ्ली के भन्छ अरे बुटोल नारायणको बाटो देख्दाखेरि त अब स्वर्गमै हिँडे जस्तो ला हौ। सर ल हेर्नु त कति राम्रो हो। यस्तो नि यस्तै बाटो सबैतिर हिँड्ने भएदेखि कति कस्तो हुन्थ्यो होला जस्तो लाग्यो। बुटोल भइरहेको बाटो जस्तै छ अहिले त। नवलपुरको गैँडाको टाइपी है। अब यो त पुल पारी तरेपछि चाहिँ भरतपुर। अब म चाहिँ त्यही म कान्छा भयो के अरे सबैले देख्नु भएको। यहाँ चाहिँ शाखा चाहिँ नारायणघाटमा आइपुगे। ठ्याक्कै झन्डै 2 घन्टा 15 मिनट लाग्यो बुटोलदेखि, हाम्रो घरदेखि यहाँ नारायणघाटसम्म आइपुग्नलाई। ल हेर्नुहोस् है, ल यो हो नारायणघाटको। अब हामी चाहिँ नवलपुर तरेर सकेर अब भरतपुरतिर लाग्न आयो भाइ। यो पुल यी खोला केही थियो नि। होइन के त्यो बोट खेल्ने हामी द होटल तिरुपतिमा नास्ता खान भने छिर्यौँ है। ल हेर्नुहोस् है, होटल तिरुपति द नास्ता हाउस। खाँदै नास्ता खाँदै भातै नास्ता आशा आइसिका नास्ता खाँदै खाँदै यता
वाउ मेरो छोरी ए सबै रास्ता न है ल है साथीहरू अब हामी हिँडियो नयाँ नास्ता खाइयो अब चाहिँ हामी देवघरतिर जान्छौँ वाउ भिड छ यहाँ भिड छ के रे कली ल अब यहाँ अब हामी यहाँबाट चाहिँ दाहिनेतिर गयो भने हामी चाहिँ देवघाट जाने बाटोमा जान्छौँ ल पुलिस दाइले चाहिँ ट्राफिक कन्ट्रोल गर्दै हुनुहुन्छ ल अब देवघाटको भन्नु नै साथीहरू अब चाहिँ यो नानीहरूको बजार पहिलेको पुरानो बजार यही हो आजकल चाहिँ कता कता धेरै भएछ पुरा अब हामी चाहिँ यहाँबाट देवघाट जाने बाटोमा आयौँ यताबाट हामी गयौँ भने चाहिँ देवघाट जान्छौँ देवघाट धाममा जान्छौँ ल हेर्नु साथीहरू यताको चाहिँ काठमाडौँ जाने हामी चाहिँ अब लाग्यौँ देवघाट धामतिर है यहाँको बाटो पनि राम्रो छ वरिपरि हरियाली वन जङ्गल छन् सरर पिच गरेको बाटो छ पहिले यस्तो थिएन अहिले चाहिँ यस्तो भएको छ पहिलेमा आउँदाखेरि चाहिँ बाटो चाहिँ पिच थिएन अहिले चाहिँ पिच गरेको राम्रो बाटो भएको छ यो हामीहरू चाहिँ अहिले देवघाटको पार्किङ प्लेसमा आइपुग्यौँ गाडीहरू चाहिँ थुप्रै पार्क गरिरहेको छ अब हामी चाहिँ बिस्तारै बिस्तारै देवघाट धामतिर जाँदैछौँ है हुन त अहिले मलमासको बेलामा केही गर्नु हुँदैन तर केटाकेटीले चाहिँ यो बुढाबुढीहरूले देवघाट धाम भनेको कथा रहेछ कस्तो रहेछ भनेर स्कुले बच्चाहरूको चाहिँ छुट्टी हुँदाखेरि यता लिएर आएको है ल जाने बाटो त्यही हो ल देवघाट धाम मन्दिर प्रवेशद्वारमा आइयो यो श्रीमतीजी पछाडि छोरी हेर त कति धेरै मान्छे छन् गाडी बाइकहरू आम्मामामामा यति धेरै छन् ल छिटो छिटो अगाडि 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 छिटो छिटो मिस हुन्छ फेरि म छोडेर जान्छु फेरि बुढाबुढीहरू सब बुढाबुढीहरू यिनीहरूको स्कुल छुट्टी हुँदाखेरि लिएर आएको के मैले त केटाकेटीहरूलाई लिएर आएको ल सबै प्राणीलाई भोक लाग्यो बाजेले पनि बिचरा त्यस्तो के खाँदैछ त्यहाँ हेर्नुहोस् त बिचरा हेलो ल हाम्रो बटुक बाबुहरूले देवघाटका बटुक बाबुहरू देवघाटको बजारहरू हेर्नुहोस् ए राधे राधे भनेको छन् यस्तो सबै सलहरू चुराहरू के छन् सब यता चाहिँ जेरी पुरी पनि छ के खानु पर्यो यो सब नुहाकोटी शुद्ध शाकाहारी खाजा ल हेर्नुहोस् यहाँ चाहिँ ठुलो मन्दिर रहेछ दक्षिणा दिनुहुन्छ हनुमान चालिसा शिव शान्ति महायज्ञ माथि 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 अब हामी चाहिँ अब यता चाहिँ अलिअलि घुमियो अब चाहिँ माथिको पुल तरेर हामी चाहिँ तनहुँ जिल्ला उता गएर कालीगण्डकीको सङ्गम स्थलसम्म जान्छौँ होला है ल ए छोराछोरी चाहिँ हिँडिहान् अगाडि अगाडि देवघाटको पुल हो यो अहिले हामी चाहिँ चितवनजेलमा छौँ यो चाहिँ त्रिशुली नदी हो यो पारी तरेर गएपछि हामी चाहिँ तनहुँ जिल्लामा पुग्छौँ है साथी अब पारिपट्टि गएपछि फेरि कस्तो हुन्छ भनेर तपाईँलाई देखाउँछु हेर्नु साइकल पनि हुन्छ ल यो अब पुल तर्दै हामीहरू चाहिँ है चाट यो पुल तर्दै अब हेर्नुहोस् त तलको कति लामो छ पुल होइन वाउ यताउति मसिङ्गी नदी हो ट्रकहरू पनि तल गिट्टी बालु उठाउने चाहिँ ट्रकहरू छन् यो चाहिँ वैद्यको वैद्य त्यो चाहिँ थाहा भएन हेर्नुहोस्
यस्तो पो रहेछ घाँटी Look at here. Kale. Wow. उतार्दैछ नि आमा छोरी स्कुटी पनि तर्छ एउटा यस्तो देव घाटको तनहुँ जिल्लाको बजार है यो चाहिँ ब्याङ्क पनि छ ज्योति विकास ब्याङ्क राम्रै छ छन त तर हिँड्न अलि टाढै छ तपाईँ चाहिँ अहिले हिँड्नुहोस् अलि दुःख हुन्छ यही दिनभरि यही मात्रै घुम्ने भएदेखि ठिकै छ अरूतिर पनि जान्छ भनेदेखि चाहिँ टाइमले अलिकति भ्याउँदैन नजिकबाट त ठिकै हुन्छ होला टाढाबाट आउने चाहिँ अलिक दुःख हुन्छ है साथीहरू ल हेर्नुहोस् वा हेर्नुहोस् त यो के को रुख हेर ठ्याक्कै पनि जान्दैन बुढी यो के को रुख हो यो दिदी के को रुख हो यो घरटाप्ले निमारो पनि भन्छ अरे कति राम्रो छ हेर्नु त राम्रो रुख के हो भनेको चाहिँ मर्कोमा चाहिँ भुटुक पनि भन्छ है ठुल्ठुलो पात हुन्छ टपरीको गाँच्दा यताउति गर्न पनि राम्रो हुन्छ यो चाहिँ यस्तै के एकैचोटि आउँदैन ढिलो आउँछ बुढो भयो नि मेमोरी पावर सकिँदै गयो ल अलिक छिटो हिँड्ने ल ए टाढै पुग्नु छ नि बाबु हामी त केरा पाकेको कहाँ छ हजुर काटेको हो मर पुगेन बोल्दैन हामीसँग बोल्दैन बाँदर भाइहरू हेलो बाँदर भाइ यता हेर फेरि मोबाइलै खोज्नु होला फेरि तिमीलाई होइन के यसले त अट्याकै गरेर राख्दो रहेछ केही नगरे म के गर्दिनँ ए अगाडि चाहिँ मेरो अगाडि चाहिँ केटाकेटीहरू त्योभन्दा अगाडि चाहिँ बटुक केटाकेटीहरूलाई हेर्नुहोस् त बटुक बाबुहरू कहीँ न्याउला नै तिनीहरू वाउ कहाँ हो देवघाटमा त आइयो देवघाटमा यो चाहिँ कालीगण्डकी है यो नदी चाहिँ कालीगण्डकी हो यो यता चाहिँ यस्तो देखिँदैछ अब यसैको सङ्गम स्थलमा जाने हामीहरू चाहिँ ल यहाँ चाहिँ देव वेदान्त संस्कृत विद्यापीठ भन्ने छ घर चाहिँ ठुलो छ अब यता चाहिँ छ कता मन्दिर बन्दैछ गाडीहरू पनि थुप्रै रहेछन् घन्टाहरू बज्दैछन् हामी चाहिँ तल पुग्ने कहिले थाहा छैन हे राम उहाँ सरले चाहिँ माथि बाँदरले के गरेको छ बाँदरलाई चाहिँ मुर्गी ताक्दै हुनुहुन्छ बाँदरले होइन हजुर माथि बसेर बाँदरले के गरेको छ त्यहाँ हरि सिद्धेश्वर मन्दिर गलेश्वर आश्रम ल ल वाउ त्यो चाहिँ चितवन जिल्ला त्यो चितवन जिल्ला अहिले हामी यहाँको यो ठाउँ चाहिँ तनहुँ जिल्ला अनि यतापट्टिको पारिपट्टिको चाहिँ नवलपुर जिल्ला हो यहाँ तल मान्छेहरू देख्नु भएको छ त्यो चाहिँ कालीगण्डकी डिस्ट्रिक्ट ठाउँ चाहिँ यो हो देवघाट धाम नमो नमः हजुरको नाम के हो नि कहाँबाट आउनुभएको गङ्गोत्री इन्डियाबाट तपाईँको माथिको यो बाल कति वर्ष भयो नि त्यस्तो हजुर 54 वर्ष भयो है
एज तो 81 एज 81 भयो 54 वर्ष चाहिँ बाल काटे छैन ल धन्यवाद बाबाजी आपका धन्यवाद धन्यवाद यहाँ गुरुजी हुनुहुन्छ गुरुजीले हामीलाई तनहुँ जिल्लाबाट अब चितवन जिल्लातिर हिँड्दैछौँ है हेलो आशिका साइडबाट हेर त ल यस्तरी हिँड्दैछौँ यो त्रिशुली झरेछ भने यस्तै बोटमा सफर गर्दै मेरो फोटो खोइ काली ल मेरो फोटो खोइ मेरो पनि देखाइदिनु ह्याप्पी टी वाउ यो मम्मीको दयाको आशिका देखेन क्या मेरो भिडियोमा आइदै मात्रै नगर्छ माछाहरू पुऱ्याइदियो माछाहरू च्याप्प लैजा मार्दै पहिले त्यो थिएन होइन अर्को डुङ्गो मात्रै थियो काठको थियो सहरे पूजा हुँदैछ त हामी चाहिँ चितवनमा आइपुग्यौँ है अब पारिपट्टिको चाहिँ सबै तनहुँ जिल्ला ल झरो